दान जो हो नि थाप्न सजिलो छ, पचाउन धेरै मुस्किल छ। त्यो पनि भगवानमा लागो वैष्णवजनका लागि लागो हुन्छ। त्यहाँमाथि पनि जसले स्नान गर्दछ, सन्ध्या गर्दछ, सन्ध्या नगरी गायत्री मन्त्र जप नगरिकन दान लिनु हुँदैन। दान लिने अधिकारै छैन, पक्कै 20 लाख 20 भनेको छैन। 20 त मैले खाएँ भने म मात्रै मर्दछु, घरका अरू परिवार सदस्य मर्दैनन्। ब्राह्मणको धन र भगवानको धन दिवस्व र ब्रह्मस्वलाई जहर भनेको छ। सारा घर परिवार समूललाई नाश गरिदिन्छ। 60,000 वर्ष विष्ठाको पिरो बनेर बस्नुपर्दछ। आफूले दिएकोस् अथवा अरूले दिएकोस्, देवताको सम्पत्ति दुरुपयोग गर्दछ, ब्राह्मणको सम्पत्ति खान्छ, दिनको सम्पत्ति खान्छ भने बलरामजीको प्रजगमन पूर्ण काशी राज्य उद्धार गर्नुभयो। तत्पश्चात विविधको उद्धार र गौरवमती बलरामजीको प्रभु र नारदजी महाराज, जसका 16,108 रानीहरू कसरी बस्नु भएको होला, भगवान् कसरी सम्हाल्नु भएको होला, गार्हस्थ्य जीवन दर्शन गर्न आउनुभयो नारदजी महाराज। रुक्मिणीजीका महलमा प्रवेश गर्नु, भगवान् जप गरिरहनु भएको छ। जुरुकको सन्त आउनुभयो, ऋषि देवताका पनि ऋषि देवपछि अर्घ्यपाद्यमाथि आसनमा विराजमान गरेर प्रभु हजुरको आगमन भयो, बडा राम्रो खुसी। धेरै दिन पछाडि हजुर आउनुभयो। अब त्यहाँ सेवा शुश्रूषा गरेर जसरी अब जाम्बवतीका महलमा पुग्नु भएको, भगवान् यज्ञ गर्दै हुनुहुन्छ। जुरुक्क उठ्नु, ऋषिलाई आउँदै गरेको देखेर सेवा सत्कार त्यहाँ पनि लिनु। फेरि सत्यभामा कहाँ पुग्नु हो, सत्यभामा कहाँ भगवान् आफ्ना छोराहरूसँग बसेर खेलिरहनु भएको छ। 16,108 महलमा जानुभएको। 16,108 महलमा अलग अलग काम गर्दै गरेको देख्नुभयो। नारदजीको बुद्धिले काम गर्यो, प्रभु के हो यो लीला के हो हजुरको? भगवान्ले वर्णन गर्न लाग्नुभयो। हेर्नुहोस् ब्रह्माजीले, हेर्नुहोस् नारद, धर्मको वक्ता पनि मै हो, कर्ता पनि, पालन गर्ने पनि मैले नि हो। किन पालन गर्नुहुन्छ त भगवान्ले? लोकलाई शिक्षा दिनका लागि। भगवान्लाई धर्म पालन गरिरहनु पर्ने छैन। भगवान्ले पालन नगर्दा भगवान्लाई पाप लाग्ने होइन। परन्तु किन पालन गर्नुभयो त भन्दा आउनेवाला पिँढीलाई, लोकलाई शिक्षा दिनका लागि भगवान्ले धर्मको पालन गर्नुहुन्छ। श्रीकृष्ण भगवान्को जो जरासन्धले हजारौँ कैदी राजालाई बन्दी बनाएको, उनीहरूका दूत आएर भगवान्को स्तुति गर्न लागि भगवान्को इन्द्रप्रस्थ गमन र युधिष्ठिरजी महाराजले राष्ट्र यज्ञद्वारा भगवान्को आराधना गर्न लाग्नुभयो। जरासन्धका अब दिग्विजय गर्नुभयो। जरासन्धका जेलबाट हजारौँ राजा थिए, भीमद्वारा उद्धार गराएर ती कैदी राजालाई छुटाउनु भयो भगवान्ले। र ती राजाहरूले एकै लयमा, एकै पदमा, एकै छन्दमा भगवान्को स्तुति गरे, प्रार्थना गरे। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। हे कृष्ण, हे वासुदेव, हे हरि, हे परमात्मा, हजुरका अगाडि जो नतमस्तक छन्, यसका दुःख आर्ती कष्टलाई नाश गरिदिनेवाला हे गोविन्द नमो नमः। यस्ता प्रकारले विनती गरे। अब भगवान्को अग्नि पूजा शिशुपाललाई भगवान्ले उद्धार गर्नुभयो। यहाँ सूर्यको यज्ञको पूर्ति तत्पश्चात सालका सबै यादवको युद्ध र साललाई भगवान्ले उद्धार गर्नुभयो। दन्तभक्तलाई तीर्थयात्रा गर्न बलरामजीले उद्धार गर्नुभयो। शुद्धजीलाई पनि उद्धार गरिदिनुभयो र बलबललाई उद्धार गर्दै बलरामजी महाराज तीर्थयात्राका क्रममा निस्कनुभयो। अब भगवान्का परम महाभागवत भक्त श्री सुदामाजी महाराजको जो चरित्र छ नि, सुदामाको जो चरित्र छ बडा विचित्र छ। कृष्णस्यासीत् सखा कश्चित् ब्राह्मणो ब्रह्मवित्तमः विरक्त इन्द्रियार्थेषु प्रशान्तात्मा जितेन्द्रिय। ब्राह्मणलाई श्री सुखदेव भगवान्ले वर्णन गर्नु, वितज्ञ हुनुहुन्थ्यो, शास्त्रज्ञ हुनुहुन्थ्यो, विरक्त हुनुहुन्थ्यो, कुनै चिजमा आसक्त थिएन, कुनै चिज चाहिएको थिएन। घरमा बिहान बेलुका खाने छैन, उहाँलाई चिन्ता छैन। परन्तु उहाँले ब्राह्मणलाई दरिद्र भनेर सम्बोधन गर्नुहुन्छ। दरिद्र सिद्धमाना सा विभमाना विगम्य छ। प्रभु
हजुरलाई कहिले आफ्नो मित्रको दर्शन गर्न जान मन लाग्दैन, मित्र भनिसक्दा भगवान् सिंहसँग प्रभुको याद आयो, हेर देवी जाऊ ल्याऊ, मित्र कहाँ जान खाली हात जानु हुँदैन। अब माग्न जानु 4 मुठी कनिका दिए, सधैँ माग्नेलाई कसले दिन्छ र माग्नेलाई नित्य प्रति दिनुपर्छ। माग्ने किन हुन्छन् थाहा छ? हामी बिर्सिन्छौँ नि। दियताम दियताम नित्यम अन्यथा मादृशी गति, नित्य प्रति दान गर है। आज मेरो जो गति छ नि, आज म जो घर घर भड्किरहेको छु, मागिरहेको छु नि, भोलि तिमीहरूको गति यस्तो नहोस् भनेर हामीलाई सम्झाउन आएका हो, माग्न आएका होइन। कति दिन्छौ? धेरै दिए 5 रुपियाँ दिउँ होला, 10 रुपियाँ दिउँ होला, 5-10 लाख त दिँदैनौँ। 5 रुपियाँ दिनु छ, त्यही पनि सुनाएर दिन्छ। सुनाएर दिनु हुँदैन, श्रद्धाले, भावले, प्रेमले दिँदाखेरि पनि भावना कस्तो राख्ने भने मैले यसलाई दिएँ, मेरा कृपाले खाइरहेछ, बाँचिरहेछ होइन। यसका भित्र पनि मेरो आराध्य इष्ट हुनुहुन्छ, जसलाई म भल्दछु, रातोदिन म पूजा गर्दछु, त्यही ईश्वर, त्यही परमात्मा उसको भित्र हुनुहुन्छ। त्यो भित्री बसेको अन्तर्यामी स्वरूप परमात्माको चाहिँ मैले सेवा गर्न पाएँ, त्यो चाहिँ सेवा हो भनेर त्यो भगवान्लाई सम्झेर अर्पण गर्ने हो। त्यो शरीरलाई देखेर, शरीरलाई हेरेर दिने होइन। मैले यस्ता भिख माग्नेलाई कति दिने गरेछ, मेरा कृपाले बाँचेका छन्, खाएछन् भन्न थाल्नु। फेरि त दाता भयो भने भगवान्भन्दा ठुलो पुगेछ। दिँदा पनि यो भाव राख्नुभएको छ। जसरी अब श्री सुदामाजी महाराज, जसका घरमा 4 मुठी कनिका तान्ने कपडा छैन, कस्तो दैन्य अवस्था होला। परन्तु यति हुँदा पनि एउटा श्री प्रहलादजी महाराज, अर्को श्री सुदामाजी महाराज, जसले भगवान्सँग मागेन। प्रहलादजीले जति दुःख कष्ट संसारमा भगवान्को नाम लिनाले कसैले पाएन, सुदामाको जस्तो दिनहीनता संसारमा अरू कुनै पनि भक्तको थिएन। यस्तो अवस्थामा पनि न सुदामाले भगवान्सँग सम्पत्ति माग्नुभयो, न प्रहलादजीले प्रभु मलाई दुःख कष्ट भइरहेछ, मलाई रक्षा गर्नुहोस् भन्नुभयो। अन्तर्यामीलाई थाहा छैन, भनिरहनु पर्छ। जसरी श्री सुदामाजी महाराज 4 मुठी कनिका लिएर लाग्नुभयो। अब अन्य पुराणमा अब द्वारपालले आएर भगवान्ले निवेदन गरे भन्दछ उहाँले। श्रीमद् भागवत महापुराणमा त्यस्तो छैन। पाटोमा हिँड्दै गरेको राजमार्गमा, राजनीतिमा भित्र अन्तपुरबाट भगवान्ले जुरुक्क परमात्मा दौडिँदै आफ्नो मित्रलाई गएर दण्डवत प्रणाम गर्नुभयो, लिएर आउनुभयो, आफू बस्ने सिंहासनमा विराजमान गराउनु, आफू तल पाउमा बसेर चरण प्रक्षालन गर्नुभयो, चरण धुनुभयो भगवान्ले। कति पाउलाई दबाउन लाग्नुभयो र भगवान्ले वार्ता गर्दै हामी गुरुकुलमा बस्यौँ। गुरुकुलमा बसिसकेर अब गुरुलाई गुरु दक्षिणा दिएर जसरी हामी अब लाग्यौँ। हजुरले विवाह गर्नुभयो मित्र, सुदामाजीले वर्णन गर्नु, प्रभु गरे, माता पिताको आज्ञा भयो, गरे। फेरि भाउजू हुनुहुन्छ, प्रभु चाहिँ हजुर एक्लै हुनुहुन्छ भने त केही ल्याउनु भएन होला, मेरो भाउजूले केही अवश्य पठाएको होला, के लिएर आउनुहुन्छ भन्नुहोस् प्रभु। अब यत्रा यी रानीहरूका अगाडि कनिका लिएर आइरहेछ भनेर देखाउनु। भोलि भगवान्लाई के भन्ला, हजुरको मित्र पनि आएर त कनिका बोकेर आयो, भगवान्लाई ताना मार्ला, भगवान्लाई तलमाथि भन्ला, निकाल्न सक्नु भने सिर झुकाएर बस्नुभएको छ। अब कनिका ल्यायो भने देखाउनु। भगवान्ले वर्णन गर्दा गर्दै यहाँसम्म भन्नुभयो, मलाई प्रेमले दियो भने थोरै पनि धेरै हुन्छ, मलाई धेरै चाहिँदैन, मलाई जे दिए पनि हुन्छ, दियोस् बडा प्रेमले दियो, भावले दियो। यदि वर्णन गर्दा पनि निकाल्न सक्नु भएन। अब भगवान्ले आफै स्वयं काखी मुनि हात लगाएर भगवान्ले त्यो पोको खिचेर स्वयं पितार यो के हो, यो ल्याएर पनि ल्याइयो भने जसरी खोलेर हेर्नुभयो। सबैका घरका चामललाई एकै प्रकारका हुँदैन नि, सबैका घरका चामल अलग अलग हुँदैन। त्यो चामल पनि दिएन, कनिका थिए। अब कसैले भन्छन् चिउराका कनिका थिए, कसैले भन्छन् चामलका कनिका थिए। वास्तवमा के थिए त त्यहाँ? चिउराका कनिका थिए कि चामलका कनिका थिए? सुखदेव भगवान् वर्णन गर्नुहुन्छ, सर्वयत्यङ्गमां विश्वम एते पृथुक तानुला। पृथुक भनेर चिउरालाई भनिन्छ, पृथुक भनेर चिउरालाई भनिन्छ, तण्डुला भनेर चामललाई भनिन्छ। अब कसैका घरमा चिउराका कनिका थिए होलान्, कसैका घरमा चामलका कनिका थिए होलान्। जो जस्तो जसका घरमा जे थियो त्यही दिएका थिए, दुइटै मिसिएका थिए। चिउराका कनिका पनि थिए, चामलका कनिका पनि थिए। भगवान्ले एक मुठी खानुभयो। जसरी एक मुठी खानुभयो परमात्माले, भूर भुवस्व त्रिलोकीको सम्पत्ति प्रदान गर्नुभयो।
दोस्रो मुठी जसरी खान लाग्नु भएको थियो रुक्मिणीजीले च्याप्टै हात पाउँदैन प्रभु भयो अब ब्राह्मणलाई धेरै नदिनुहोस्। भगवान्ले वर्णन गर्न लाग्नु देवी आज मलाई नरोक, आज मलाई दिन देऊ, म मेरो भक्तलाई दिन्छु। यिनै ब्राह्मणले गर्दा आज तिम्रो र मेरो सम्बन्ध भएको चिठी बोकाएर गर्न पठाइदिँदै गरेका आज नरोक मलाई, म दिन्छु। प्रभु भयो अब नाथ, योभन्दा धेरै ब्राह्मणलाई नदिनुहोस्। घोर भूवश त्रिलोकीको सम्पत्ति प्रदान गर्नु एकै मुठीमा भगवान्ले। यदि अर्को मुठी खानुभएको थियो भने भगवान्ले आफू सेवक बनेर दास बनेर सुदामाका पछाडि लाग्नुहुन्थ्यो। ती 16,100 पठरानी भगवान्का पछाडि पछाडि सेविका बनेर लाग्दथे। परन्तु सुदामाको भाव कस्तो छ लाग्यो, न भगवान्ले दिनुभयो न सुदामाले माग्नुभयो। भक्त र भगवान्को प्रेम कस्तो हुनुपर्दछ लाग्यो। म जस्तो दरिद्री, म जस्तो कृपणलाई मेरो सखा भन्नु, मेरो मित्र भन्नु, आलिङ्गन गर्नुभयो, सिंहासनमा विराजमान गराउनु, चरण वन्दना गर्नुभयो, म जस्ताका गोडाबिन गर्नुभयो। पाहम दरिद्र पापिया कृष्ण श्रीनिकेतन ब्रह्म बन्धुरिदिस्म बाहुभ्याम परिरम्भिता। कहाँको म दरिद्री, कहाँको म पापी, कहाँ भगवान् कृष्ण मेरो मित्र भन्नुभयो, कति आदर गर्नुभयो, सेवा गर्नुभयो, पूजा गर्नुभयो। देवादिदेवले जसरी भगवान्को आदर